मुटु जलाउने माया, एउटा अधुरो सपना। आर्यन काठमाडौँका गल्लीहरूबाट सपनाको भारी बोकेर लन्डन पुगेका थिए। त्यहाँको चिसो हावा र बिरानो सहरमा उनले वर्षौं सङ्घर्ष गरे। दिनभरि काम र रातभरि आफ्नो देशको माटोको सुगन्ध सम्झिँदै उनले एउटा साम्राज्य खडा गरे। पैसा त कमाउनु भयो, तर उनको मन सधैँ रित्तो थियो। उनी भन्थे, यो पैसाको पहाडले के गर्ने जब यसमा टेक्ने कोही आफ्नै छैन। 10 वर्षपछि उनी नेपाल फर्किए, सफल, धनी र एउटा जीवनसाथीको खोजीमा। नेपाल फर्किएपछि उनले इशानीलाई देखे। इशानीको रूप यस्तो थियो कि जो कोहीले पनि आफ्नो होस गुमाउँथ्यो। आर्यनका लागि उनी केवल एउटा राम्री केटी मात्र थिइनन्, उनी उनको जीवनको अन्तिम गन्तव्य थिइन्। इशानीको एउटा मुस्कानका लागि आर्यनले संसारका सारा खुसीहरू उसको गोडामा राखिदिए। धुमधामसँग विवाह भयो। आर्यनले इशानीलाई लिएर फेरि लन्डन उडे। उनले इशानीलाई रानी जस्तै राखे। महँगा गाडी, ब्रान्डेड लुगा र हिराका गहना, आर्यनले इशानीलाई जे मागे पनि पुर्याइदिए। आर्यनको प्रेम यति गहिरो थियो कि उनले इशानीको खुसीका अगाडि आफ्नो थकान र आफ्नो अस्तित्व कहिल्यै देखेनन्। समय बित्दै गयो। इशानीलाई लन्डनको चकाचौधले अन्धो बनाउँदै लग्यो। आर्यन रात दिन काममा व्यस्त हुन्थे ताकि इशानीको विलासितामा कुनै कमी नआओस्। तर इशानीको मन बिस्तारै बदलिँदै थियो। उनलाई आर्यनको सच्चा प्रेम भन्दा पनि बाहिरी देखावा र ह्यान्डसम अनुहारको खोजी हुन थाल्यो। आर्यन कामको चापले अलि थाकेका देखिन्थे। उनको अनुहारमा उमेर र सङ्घर्षका रेखाहरू थिए। इशानीले आफ्ना नयाँ मोडर्न साथीहरूको अगाडि आर्यनलाई उभ्याउन लाज मान्न थालिन्। उनलाई लाग्यो कि यो साधारण देखिने मान्छे उसको सुन्दर जीवनको लागि योग्य छैन। एक दिन कुनै दयामाया नराखी इशानीले डिभोर्सको फाइल अगाडि सारिन्। उनले आर्यनलाई भनिन्, तिमी धनी छौ, असल छौ, तर तिमी मेरो स्तरको सुन्दर छैनौ। मलाई तिम्रो साथमा हिँड्न अप्ठ्यारो लाग्छ। सम्बन्ध विच्छेद केवल भावनाको मात्र भएन। कानुनको आडमा इशानीले आर्यनको आधा सम्पत्ति र घर पनि आफ्नो नाममा गराइन्। आर्यनले विरोध गरेनन्। जसलाई उनले आफ्नो मुटु दिएका थिए उसलाई पैसा दिन उनलाई कुनै गाह्रो भएन। तर जब इशानी त्यो महल छोडेर गइन्, आर्यनको संसार नै अँध्यारो भयो। उनले बुझे उनको प्रेम एउटा व्यापार मात्र रहेछ। उनले इशानीलाई माया दिए, इशानीले उनलाई एक्लोपन उपहार दिइन्। अहिले लन्डनको उही चिसो सडकमा आर्यन एउटा फरक रूपमा देखिन्छन्। जो मान्छे कहिले सुकिलो लुगा बिना घर बाहिर निस्कँदैनथे, आज उनी मैलो कोट र फुस्रो कपालमा यताउता भौतारिन्छन्। भट्टीको सहारा। उनको हातमा अब फाइल होइन, रक्सीको बोतल हुन्छ। उनी रक्सी खाँदैनन्, बरु रक्सीले उनलाई खान्छ। उनी पिउँछन् किनभने होसमा हुँदा इशानीका यादहरूले उनको मुटुलाई चक्कुले झैँ रेट्छन्। सुन्नी आँखाहरू। उनी सडकका पेटीमा बसेर घन्टौँसम्म कतै टोलाइरहन्छन्। मानिसहरू उनलाई पागल वा जडिया भन्छन्, तर कसैलाई थाहा छैन कि त्यो फाटेको कोटभित्र एउटा यस्तो मुटु छ जो अझ पनि त्यही मान्छेका लागि धड्किन्छ जसले उसलाई धुजा पारेर छोडी। कहिलेकाहीँ उनी बरबराउँछन्, इशानी, म नराम्रो थिएँ र? मैले त तिमीलाई देवता मानेर पुजेको थिएँ। आर्यनको जीवन अब एउटा यस्तो किताब भएको छ जसका पानाहरू आँसुले भिजेर काम नलाग्ने भएका छन्। एउटा सच्चा प्रेमी जसले आफ्नो सर्वस्व सुम्पियो। आज ऊ आफ्नै देश र परदेश दुवैमा बिरानो भएको छ। प्रेमले मान्छेलाई अमर बनाउँछ भन्थे, तर आर्यनलाई प्रेमले जिउँदै मारिदियो।